तिमीलाई नि आज म एउटा कथा भन्छु ल। विष्णु भगवानको हो, अन्तखेरि ब्रह्म भगवानको, अन्तखेरि शिव भगवानको, बुझ्यौ? अन्त उहिले नै चाहिँ अब ब्रह्मले चाहिँ नि सबै युनिभर्सलाई चाहिँ बनाउनु भएको हो, ठिक छ? अन्तखेरि विष्णु भगवानले चाहिँ अब युनिभर्सलाई प्रिजर्भ गर्नुहुन्छ, प्रोटेक्ट गर्नुहुन्छ, जोगाएर राख्नुहुन्छ, बुझ्नुभयो विष्णु भगवानले चाहिँ? अन्तखेरि एक दिन चाहिँ ब्रह्मले भन्यो अरे म त सबभन्दा एकदमै यो संसारको, यो पृथ्वीको, यो युनिभर्सको सबभन्दा ठुलो सुपिरियर चाहिँ म हो भनेर भन्नुभयो अरे। अन्त विष्णुले भन्यो अरे तपाईँ सुपिरियर होइन, म ठुलो हो यो, किनभने मैले जोगाएर राख्ने मान्छे चाहिँ म हो भनेर भन्नुभयो अरे विष्णु भगवानले, होइन? त्यहाँदेखिको दुईजनाले एकअर्काले होइन मै उयो हो, अर्कोले मै ठुलो हो भन्छ अरे, अर्कोले मै ठुलो हो भन्छ अरे, होइन? अन्त मै पावरफुल हो भन्छ अरे। त्यहाँदेखिको चाहिँ त्यसो भन्दा भन्दा चाहिँ एउटा ठुलो लाइट चाहिँ निस्क्यो अरे त्यहाँबाट, एकदमै ठुलो लाइट, आकाशभन्दा पनि माथि, तल पनि तल कहाँ हो कहाँ, होइन? त्यहाँदेखिको त्यो लाइट चाहिँ भने अरे ब्रह्म र विष्णुले चाहिँ डिसाइड गरेछ अरे, के अरे म चाहिँ उकालो हेर्छु यो लाइट कहाँदेखिको चाहिँ कहाँसम्म चाहिँ रहेछ। अन्त विष्णुले चाहिँ भन्यो अरे म तल ओह्रालो जान्छु, यो लाइट चाहिँ कहाँसम्म चाहिँ अन्त हुँदो रहेछ, यसको एन्ड चाहिँ कहाँ हुँदो रहेछ भनेर चाहिँ ब्रह्ममा उकालो गएको गएको गरेर विष्णु चाहिँ अन्त ओह्रालो गएको गऱ्यो अरे, होइन? त्यसपछि त्यो त्यो त एन्डै हुँदैन अरे, कति दिन कति 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 इयर्स उयो गर्दा पनि एन्डै भएन अरे त्यो लाइट त, होइन? त्यसपछि चाहिँ त्यहाँदेखिको चाहिँ विष्णुले चाहिँ आफू जहाँ थियो त्यहीँबाट चाहिँ उयो गरेछ अरे, के अरे फर्किएछ अरे। त्यहाँदेखि ब्रह्म भगवान पनि अब उकालोबाट फेरि तल चराको रूपमा चाहिँ ब्रह्मा चाहिँ उकालो गएको थियो अरे, हो? त्यहाँदेखिको चाहिँ ओह्रालो गएछ अरे, त्यहाँदेखि उकालोबाट चाहिँ त्यहाँदेखि आएछ अरे। अब थाहा छैन एन्डै। त्यहाँदेखिको ब्रह्मले चाहिँ सोचेछ अरे, होइन मैले चाहिँ विष्णुलाई चाहिँ म चाहिँ एकदम पावरफुल हो भनेर देखाउन चाहन्छु। अन्त म विष्णुलाई भन्छु कि मैले चाहिँ यो लाइटको एन्ड चाहिँ कहाँ छ माथि देखेँ भनेर चाहिँ भन्नु चाहन्छु भनेर भनेछ अरे। त्यहाँदेखि बाटोमा जाँदा जाँदा चाहिँ एउटा केटकी भन्ने एउटा फ्लावर पनि भेटेको थिएछ अरे ब्रह्मले अब चराको रूप लिएर जाँदाखेरि, होइन? त्यहाँदेखिको ब्रह्म ब्याग आएर चाहिँ विष्णुलाई चाहिँ झुट बोलेछ अरे, मैले त यो लाइटको एन्ड चाहिँ कहाँ छ माथि पाएँ भनेर चाहिँ। त्यहाँदेखिको त्यसो भन्दा त त्यहाँ त पुरा उयो भयो अरे, अर्थक्वेक आएको जस्तै पुरा एकदम थर 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 त्यो जग्गा डल्लै काम्यो अरे, हो? भरे त त्यो लाइट जुन चाहिँ व्हाइट लाइट छ त्यहाँबाट त शिव भगवान उत्पन्न भएछ अरे, हो? अन्त शिव भगवान त पुरा रिसाउनु भएछ अरे। अन्त भन्नुभएछ अरे, ब्रह्म तिमीले चाहिँ तपाईँले किन चाहिँ यसरी झुट बोल्नुभयो, तपाईँले त एकदमै यो त राम्रो काम गर्नु भएन, तपाईँले त एकदम एकदम झुट बोल्नुभयो। तपाईँलाई म चाहिँ उयो दिन्छु, के अरे तपाईँलाई चाहिँ अब तपाईँले झुट बोलेको कारणले गर्दा चाहिँ तपाईँलाई कुन चाहिँ तपाईँको नाममा चाहिँ कुनै पनि मन्दिरहरू चाहिँ बनिँदैन। अन्त त्यो मन्दिरहरूमा तपाईँको नाममा पूजा पनि हुँदैन। तर विष्णु भगवानले चाहिँ कहिले पनि अब झुट बोल्नु भएन, एकदम सत्य रहनुभयो, ट्रुथफुल रहनुभयो। त्यही कारणले गर्दा विष्णु भगवानको चाहिँ नाममा चाहिँ पुरा मन्दिरहरू बनिने छ अन्त उयसमा अर्थमा। अन्त विष्णु भगवानलाई चाहिँ पुरा मान्छेहरूले मन्दिरहरूमा पुरा पूजापाठहरू गर्नेछ भनेर चाहिँ विष्णु भगवानलाई चाहिँ त्यो वरदान चाहिँ अब विष्णु भगवानको अब ट्रुथफुलनेस देखेर चाहिँ शिव भगवानले चाहिँ वरदान दिनुभएको रहेछ, हो? त्यहाँदेखिको चाहिँ अब ब्रह्म भगवानले पनि शिव भगवानलाई तपाईँ नै हो सबैभन्दा ठुलो सबै युनिभर्सको मालिक तपाईँ नै हो भनेर चाहिँ ब्रह्म भगवानले पनि के अरे उयो गरेछ अरे, के अरे मानेछ अरे अब शिव भगवानले जे भन्नुभयो, होइन? अन्त के अरे त्यहाँदेखिको चाहिँ ब्रह्म भगवानले चाहिँ अब त्यहाँदेखिको शिव भगवान र विष्णु भगवान दुईजनालाई मलाई चाहिँ माफ गरिदिनुहोस् भनेर चाहिँ उयो माफ माग्नु भएछ अरे, होइन? अन्त शिव भगवानले जे भन्नुभयो त्यही चाहिँ मानेर चाहिँ त्यहाँदेखिको चाहिँ उसले अन्त शिव भगवानलाई नै यो युनिभर्सको सबैभन्दा ठुलो भगवान तपाईँ नै हुनुहुन्छ भनेर चाहिँ मान्नुभएछ। बुझ्यो आजको स्टोरी चाहिँ?